वेलकम छ तपाईहरु आज मेरो नयाँ भिडियोमा। आज तपाईहरुलाई मैले माइत घरको केही होम टुर गराउन आँटेको छु। यसो तपाईहरुलाई देखाउँदै छु। अगर तपाईहरुलाई पनि कसैलाई पनि हैन जंगल सफारी गर्नु इच्छा छ, जंगल सफारी जानु मन लागेको छ हैन, त्यही लागि तपाईहरुलाई कहाँ जंगल सफारी गर्नुको लागि जल्दापाडा आउनु पर्यो हैन। जल्दापाडा जानु आउँदाखेरि तपाईहरुलाई कहाँ बस्नु हैन, कता बस्नु भनेर तपाईलाई यस्तो लाग्दैछ भने चाहिँ तपाईहरु आउन सक्नुहुन्छ हाम्रो यहाँ माइत घरमा। हाम्रो भाइले यहाँ चाहिँ उयो पनि खोलेको छ, होमस्टे छ। होमस्टेमा तपाईहरुलाई यहाँ देखाउन गइराको छु। होमस्टे मादरी हाट आएर चाहिँ तपाईहरु कता गएर बस्ने भन्दा चाहिँ मादरी हाटदेखिको अलिकति माथि आएपछि चाहिँ हाम्रो घर छ माइत घर, जहाँ चाहिँ होमस्टे खोलेको छ भाइले आफै। त्यहाँ चाहिँ तपाईको होमस्टेको चाहिँ तपाईहरुलाई म आफ्नो यहाँ लजको तपाईहरुलाई म सबै थोक देखाउन गइराको छु हैन, कस्तो के छ भनेर चाहिँ मसँग हेरिरहनुहोस्, मसँग जुडिरहनुहोस्, स्किप नगर्नुहोस् भिडियोलाई। होम यहाँ आएर चाहिँ तपाईले फर्स्ट एउटा रुम भेट्नुहुन्छ। यहाँ रुम देख्न सक्नुहुन्छ। यहाँ रुमहरु, यहाँ रुम छ है तपाईलाई। यहाँ रुममा तपाईलाई यहाँ बाथरुमहरु सबै तपाईलाई अवेलेबल भेटिहाल्नुहुन्छ। यहाँ लाइटको सिस्टमहरु छ हैन। अगर त्योबाट आएपछि चाहिँ तपाईहरु यहाँ रुममा आएपछि तपाईले यहाँ चाहिँ के मजा लिन सक्नुहुन्छ भने चाहिँ बाहिर चाहिँ नेचर्सको भनिन्छ नि, प्रकृतिको हावाहरु हैन, प्रकृतिको नेचर्सको हामीलाई त्यसै त बस्नुको लागि बाहिर पनि बस्नु पाइन्छ, तर हामीले बस्तीको परिवेशमा बस्यौं भने चाहिँ बाहिरको चाहिँ राम्रो देख्न पाइन्छ प्राकृतिक कुराहरु हैन। त्यो चाहिँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ बसेर चाहिँ तपाईले यहाँ बसेर चाहिँ बाहिरको भ्यू पोइन्टहरु भ्यूहरु हैन तपाईले हेर्न सक्नुहुन्छ। यहाँबाट तपाईले हेर्दा हेर्दै ट्रेन पनि यसरी जान्छ, ट्रेन पनि यसरी हेर्न सक्नुहुन्छ। यहाँ बाहिर बसेर चाहिँ बेलकुनीमा बसेर चाहिँ हैन ट्रेनको त्यसै तपाईले हेर्न सक्नुहुन्छ। यो साथसाथ तपाईहरुलाई यहाँ लजिङ साथसाथ फुडिङको पनि व्यवस्था छ हैन। यहाँ आएर चाहिँ तपाईले फुडिङको लागि तपाईलाई टेन्सन लिनु पर्दैन कस्तो के खानु भनेर। हामीलाई कहीँ गए पनि हामीलाई हुन्छ नि आफ्नै घरको खानाको फिल आओस् हैन, आफ्नै घरमा खाना खाएको जस्तो लागोस् भनेर लाग्छ भने चाहिँ तपाईले यहाँ आएर चाहिँ आफ्नै घरमा खाना खाएको जस्तै आफ्नै घरको यहाँ फुडिङमा चाहिँ हैन, फुडिङमा तपाईले मजा लिन सक्नुहुन्छ। खानापिनाको सबै थोक यहाँ घरौली खाना, ज्यादा मसलादार खानाहरू पनि हुँदैन हैन। तपाईलाई यो खाना खाँदा चाहिँ घरको खाना खाएको जस्तो स्वाद महसुस हुन्छ। यहाँ चाहिँ तपाईले यहाँ खानाहरू खानुको लागि यही रुमहरु पनि छँदैछ है। अनि त्यहाँबाट चाहिँ तपाईले फेरि बाहिरको भ्यू हेर्नु मन लाग्छ भने चाहिँ नेचर्स हेर्नुको लागि चाहिँ तपाईले फेरि बाहिर आउन सक्नुहुन्छ, बाहिरतिर आउन सक्नुहुन्छ, बाहिर हेर्न सक्नुहुन्छ। हरियाली, गुवा बगान, बाहिरहरू बाहिर लिएर यसरी बसेर मजा लिन सक्नुहुन्छ। बाहिरतिर त्यसरी नै बसेर तपाईहरु यो साथसाथ तपाईलाई यता पनि एउटा रुम छ अवेलेबल।